हेलो हेलो गाइस है यति बेला चाहिँ हामी बाउ छोरा चाहिँ सतुवती मेला जानको लागि भनेर निस्किसकेका छौँ। यो झुम्सानिर नजिकै तलपट्टि पनि आएका छौँ, देख्न सक्नुहुन्छ तपाईहरू। अगाडिपट्टि भिडभाड पनि छ है, सबैजना हिँडी पनि रहेका छन्, गाडी पनि आउने जाने गरिरहेको छ। माथिपट्टि तपाईँले देख्न चाहन्छौँ यो बाटो पार गरेर हामी पारी जानेछौँ र पारीबाट गाडी पनि लागिरहेको छ। तर आज हाम्रो यात्रा चाहिँ हिँडेर जाने, पैदल यात्रा गरौँ भन्ने। धेरै गाडी जाँदैन पनि भनिरहेको थिए, गाडी गइ पनि रहेको छ, देख्न सक्नुहुन्छ तपाईले है। एकदम हामीले पनि बाँसको लिङ्ग लिएर हामी जान्छौँ भनेर तयारीमा छौँ। एकदम आइदिएछ तयारीमा छौँ जान भनेर, जानको लागि आइज है तपाईँले हामीलाई त समत दर्शन। ल हामीले पनि यहाँ दुईटा लिङ्ग लिइसकेको छ, हाम्रो छोरोले बाँसको लिङ्ग लिएर अब जानु पनि पर्ने हुन्छ। झुम्सा खोला पुलनिर ठ्याक्क आएको छौँ हामी यहाँदेखि। तपाईँ आज चाहिँ हामी चाहिँ हिँडेर, आज हाम्रो यात्रा चाहिँ हिँडेर हुन्छ गाइज है। अहिले अस्ति हामी बाइकमा गएको थियौँ, सधैँ यहाँबाट माथि जानको लागि भनौँ न गाडीमा जानको लागि जम्मा 200 रुपियाँ अरे एकजनाको भाडा। तर पनि यो सतौतीको मन्दिरको यो जुन मेला लाग्छ, जोग लागेको बेला चाहिँ हामी आज हिँडेर जान्छौँ भनेछौँ। बाउ छोरा जवान होइन, बाउ छोरा जवान जस्ता छौँ, त्यही भएर हिँडेर पनि जाने भनेको छौँ। ल हेर्नुहोस् गाइज तपाईँलाई यो झुम्सा पुल हो यहाँनिर, उहाँ अगाडि देख्न सक्नुहुन्छ। उहाँबाट अहिले चाहिँ हामी अगाडि बढ्छौँ, त्यहाँ गएर तपाईँलाई पनि म देखाउन चाहन्छु। त्यही नजिकै गएर पनि अहिले है देख्न सक्नुहुन्छ कति धेरै गाडीहरू रिजर्भ गरेर एकदम टुरै भनेर पनि आएका छन् है, पब्लिकहरू जनताहरू। त्यो सँगसँगै अब हामी पनि हिँडेर जानुपर्छ यहाँ जनताहरू सँगसँगै। देख्न सक्नुहुन्छ अब हामी चाहिँ ओह्रालो लाग्यौँ है, हिँड्दै हिँड्दै जाँदाखेरि देख्न सक्नुहुन्छ तल कति धेरैजना पनि आउनु आएको छ र यता पछाडि पनि। ल हामी चाहिँ बाउ छोरा यस्तो हिँड्दै हिँड्दै सतौती बजाइले अब यात्रा सफल पारौँ, उहाँसम्म जाने हामीले शक्ति प्रदान गर्नु भन्न चाहन्छु म त है। उहाँको दरबारमा मन्दिरमा आउनको लागि पनि हिम्मतै चाहिन्छ। जय सप्तती बजाई बोल्नै सक्नु आएन क्या। ए भगवान कस्तो भयो यात्रा? राम्रो हो। जाने बेला त पावर हुन्छ कि आउने बेला पावर भएन क्या। गाइज चाहिँ सबैजना एकदम बोल्नै नसक्ने भएर पनि आज जस्तो मान्छे मात्रै यहाँ एकदम यहाँ दाजुले पनि भिडियो बनाउँदै जाँदै लाउनु भएको रहेछ। कस्तो भयो दाइ? राम्रो। जय सप्तती बजाई, जय जय भनौँ न हो। ल यति सानो झोलुङ्गे पुल देख्न सक्नुहुन्छ तपाईँले है। झोलुङ्गे पुल धेरै नै सानो छ है, त्यही पनि भक्तजनहरू एकदम जानु भएको छ। यस्तो दुःखको बाटो हिँडेर पनि देख्न सक्नुहुन्छ। अब त्यो उकालो सिधै पहाड। ल पुल तर्नु भयो अब यता माथितिर एकदम दिदी राम्रैसँग हिँड्नु लामो बजाइले यात्रा सफल पार्नु हाम्रो उहाँसम्म जानलाई। ल बजाइ अब उहाँसँग यात्रा सफल पार्ने जिम्मा तपाईँको। गाइस फर्किने मान्छे बोल्नै नसक्ने वाहन, जाने मान्छे चढ्न नसक्ने वाहन, यस्तो छ सतौती मन्दिर जाने बाटो। सगरमाथा चढ्ने मान्छेहरू कसरी चढ्छन् आइदछन्, कसरी चढ्छन् होला। हामी यही सतौतीको पहाड चढ्ने यस्तो भए मान्नुपर्छ सगरमाथा चढ्नेहरूलाई। झर्नेहरू सबै झर्नु भएको एकदम देख्न सक्नुहुन्छ तपाईँले है, बाटो उकालोमा यसरी। हजुर आएको बेलामा चाहिँ याद आउँछ। कस्तो भयो यात्रा? साह्रै भएको छ क्या, थकै कति छ अझ यहाँदेखि? हो यार याद नगर। हजुर संस्कार ब्लग लगाइछ है। अझ यहाँ केही पनि सुरु भएको छैन र बाटो त बल्ल अब सुरु भएको छ अरे। ल हाम्रो दर्शन आएको आज पहिलोचोटि यसरी यो उकालो पहाडको चढ्नलाई। सम्म देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ पानी सानी पिउने व्यवस्था पनि रहेछ र अलि अगाडि तपाईँलाई देखाउन चाहन्छु पछाडिपट्टि पुरै डाँडा उकालो पनि छ। ल अगाडिपट्टि पुरै उहाँ डाँडा चढ्ने हो, सर्लक्कै त्यही डाँडोमा चढ्ने देख्न सक्नुहुन्छ तपाईँले। उहाँ माथिबाट झर्नु भएको छ नि जति सबै डाँडो चढ्ने। सबैजना एकदम सतौती बजाइको मन्दिरमा पुगेर फर्किँदै हुनुहुन्छ। हामी भर्खरै बिहानै जानुभएको तपाईँहरू?
ए हिजो बस्नु हो कि उतै कसो? आज बिहानको 7 बजेदेखि चढ्यौं। हजुर। पौने 11 बजे पुग्यौं। अब उताबाट 12 बजेदेखि गर्दैछौँ। ए सकेर आउनु हो के? ओ माई गॉड, खतरा रहेछ नि त लगाइ चाहिँ। बिहान गरे पनि साँझ फर्किन सकिने रहेछ है। हामी त आज बासी बस्न जानु लाग्यो। अब चढ्न लागि यहाँदेखि अब आधा छ, आधा आइयो, आधा मात्र छ अब गाइस। माथि पहाड चढ्न, उकालो चढ्न देख्न सक्नुहुन्छ तपाईँले हामीले। आधा बाटो त जसो तसो ज्यान फालर भए पनि चढ्यौँ कि अब आधा बाटो सकिन्छ पनि होला। यही उकालो एकदम। सलक्कै ठाडै उकालो छ करी। ल देख्न सक्नुहुन्छ गाइस, कतै हिँडिरहन्छ। सक्छ सधैँ चढ्न दर्शन? गाडी पनि आएको छैन, देख्न सक्नुहुन्छ। सप्तौती बजाइथ्यो जय, सप्तौती बजाइथ्यो। ल देख्नुहुन्छ यस्तै मजाले गाडी पनि गइरहेको छ। ल होटलहरू पनि छन् बाटो बाटोमा, तपाईँलाई देख्न सक्नुहुन्छ एकदम। हाम्रो दाजु चाहिँ एकदम अशक्त हुन्छ तर पनि सप्तौती बजाइको मन्दिरमा पुगेर आइसक्नु छ। दाजु नाम के होला तपाईँको? मेरो नाम सीताराम लोधो। ए कहाँबाट आउनुभएको होला? मलगमनीदेखि आएको छु। ए वहाँबाट पनि सप्तौती बजाइले तानेर बोलाएर आउनु है? बोलाएर अनि त्यसपछि आयो। ए कस्तो रह्यो यात्रा अनि? राम्रो यात्रा हो, राम्रो होस्। हिम्मत भने पनि जहाँ पनि पुगिन्छ के एकदम हिम्मत पुरा आत्मबलले जति सकेसम्म हिम्मत लिएर हिँड्नु पर्छ, तब कुनै कामको पूर्ति हुन्छ। ए ल धन्यवाद दाजु है, एकदम हाम्रो दाजुले एकदम हामीलाई यही भयो नि यसो जानकारी दिनुभयो। ल दाजु है त, शुभ यात्रा शुभ गरून् सप्तौती बजाइले। हामी चाहिँ अब यहाँ लगभग पुग्न पनि लागिसकेछौँ है, तपाईँलाई देखाउन चाहन्छौँ। अब यहाँदेखि उ त्यो डाँडा चढेर माथि पुगेपछि देख्नुहुन्छ तपाईँले है, माथि डाँडा चढेर पुगेपछि ठ्याक्क हामी पुग्छौँ त्यो डाँडा कटेपछि है। बाटो यति धेरै राम्रो छ, तपाईँहरू गाडीमा पनि आउन चाहनुहुन्छ भने सक्नुहुन्छ है, एकदम मिल्छ गाडीहरूमा आउनको लागि पनि है। आउने हिम्मत गर्नुहोस्। अघि हामीसँग एकजना अशक्त दाजु हुनुहुन्थ्यो, उहाँ पनि आएर गइसक्नु भएको छ है। किनकि जब हामी सप्तौती बजाइको नाम लिएर अगाडि बढिरहेका हुन्छौँ, सप्तौती बजाइको नाम लिएर अगाडि बढाइरहेका हुन्छौँ है, अशक्त हिँड्न नसक्ने होइन भनौँ न, केही शारीरिक रूपमा कमजोर भएका व्यक्तिहरूले पनि सप्तौती बजाइको मन्दिरमा गएर आफ्नो वर मागेर होइन आफ्नो मनोकामनाहरू सप्तौती बजाइको सामुन्ने अगाडि गएर पोख्ने मौका पाएका छन्। अब हामी चाहिँ यो उकालो चढ्छौँ, तपाईँलाई देखाउन चाहन्छौँ। यहाँ उकालो है, यतापट्टि जानुहुन्छ नि यो गाडी हिँड्ने बाटो, अनि यो तपाईँको उकालो ठाडै उकालो, यो ठाडै उकालो सल्लाकै चढेर हामी माथिसम्म पुग्नु। सप्तौती बजाइकी जय भन्दै ल तपाईँको ल यो उकालो ठाडै जानुपर्छ। सासै फेर्न पनि गाह्रो भइसक्यो। नास्ता खाने बेला भएको दिदीहरूको? ल ल पुगेर आउनु हो तपाईँहरू? ए जाँदै हो? ल ल भेटौँला है उतै। जाँदै थाक्नु हो र? ल ल ल शक्ति देऊ न एकदम सप्तौती बजाइले। लगाइ है माथि पनि उहाँ भिडियो बनाउनु देख्न सक्नुहुन्छ तपाईँहरूले। मैले आज चाहिँ तपाईँहरूले चाहिँ यो सप्तौती बजाइको चाहिँ मन्दिरसम्म पुग्ने एउटा भनौँ न पैदल यात्रा गरेर चाहिँ कसरी पुग्न सकिन्छ भने बाटो पनि तपाईँलाई देखाउन चाहेको थिएँ र देख्न सक्नुहुन्छ। धेरै गाह्रो छैन, अप्ठ्यारो छैन। जहाँ तपाईँले इच्छा गर्नुहुन्छ होइन पुग्छु भनेर एउटा अठोट हिम्मत आँट साहस लिएर अगाडि बढ्नुहुन्छ भने बजाइले जसरी पनि तपाईँलाई चाहिँ उहाँसम्म पुर्याउने कोसिस गर्नुहुन्छ। आप देख सकते हैं यहाँ से हमारे इंडिया से भी गोरखपुर से ना आप लोग? जी जी जी। कैसा लग रहा है ये पहाड़ का रास्ता? हाँ चढ़ाई तो है, पर श्रद्धा है माता जी का दर्शन करने के लिए। जी जी, इसीलिए तो वहाँ से आए ना इतने दूर से। गोरखपुर से भी आप भी दोनों यहाँ साथ में? वही तो, इतना रास्ता अभी ज्यादा तो नहीं, अभी थोड़ा है, अभी चल सकते हैं ना? क्यों नहीं, चलिए हमारे साथ। श्रद्धा है तो चढ़ के जाएंगे। माता शक्ति देती है ना, माता जो है जो भी अगर उनका मंदिर में दरबार में नहीं दिक्कत होता है, इधर से जाने में दिक्कत। वही तो, आप लोग गाड़ी में नहीं गाड़ी में भी जा सकते हैं ना, क्यों नहीं? गाड़ी में गाड़ी नहीं मिला, बहुत बोले रुको रुको, कोई नहीं। यहाँ रास्ते में तो रुकता नहीं गाड़ी। अगर वहाँ पे आपसे नीचे से आएंगे ना तो नीचे से आपको 200 में गाड़ी यहीं ऊपर तक लेके आता था। 200 नेपाली 200 है ना, कोई तो ज्यादा 200-300 भी लेता है, लेकिन वहाँ से नीचे से गाड़ी आता है ना जीप, उसमें से 200 में लेके आता था। नेपाली 200, जैसे इंडिया का तो कितना 160-150 इतना होता है इंडिया का ना। फिर भी अगर ये मंदिर में आप
पैदल चलोगे तो उतना ज्यादा श्रद्धा होता है, जितना ज्यादा भक्ति होता है ना। गाड़ी से अच्छा, हम भी पहले 2-4 दिन पहले, इनको चलने में दिक्कत है। हाँ मुश्किल नहीं, अभी थोड़ा सा है, नहीं तो गाड़ी यहाँ से नहीं मिलता है। ये भी रास्ता अच्छा था, अभी ज्यादा दूर नहीं। माता शक्ति देंगे आपको। सत्य बजाई यहाँ हमारे जो भी बुजुर्ग है ना, सत्य माता की जय, एकदम सत्य माता की जय। जय सत्य बजाई के, सत्य बजाई के लगाइ चाहिँ इन्डियाबाट पनि आउनु भएको छ। एकदम धेरै, एकदम हाम्रो यो श्रद्धा राखेर हाम्रो सत्य बजाइलाई है। हामी त झन् आउने कुरै भएन नि, किनकि हामी त झन् अब यहीँकै स्थानीयवासी परि भाइ नेपालीहरू। इन्डिया गोरखपुरबाट पनि एकदम श्रद्धा राखेर हाम्रो सत्य बजाइको यो नाम मन्दिर जपेर है यहाँसम्म आउनु भएको छ। एकदम तपाईँ हामीलाई त झन् आउनु एकदम करै लाग्छ यो मन्दिरमा। देखाउन चाहन्छौँ यो बाटोमा पनि देख्नुहुन्छ कस्तो राम्रो टमाटर फलाउनु भएको चाहिँ है। हामी यो सत्य बजाइको मन्दिर जाने बेलामा यस्तो बाटोमा यो उकालो सिधै चढ्ने हो गाडी चाहिँ, यही उकालो हामी चढ्दैछौँ जुन, यही नै हो यहाँको अलिक गाह्रो भनेको। यति बेला चाहिँ हामी बाटोमा जाँदैछौँ र यो भक्तजनहरूसँग सोध्न पनि चाहन्छौँ। यति धेरै एकदम भनौँ न वृद्ध हाम्रो बुवा पनि आउनु भएको छ हामीसँग है। यसरी सक्नुहुन्छ बुवा, उहाँसँग गाडीसम्म आएको भएन हुन्थ्यो होला के अरे। हजुर भिडियो हो कि। नमस्कार, कहाँबाट आउनुभयो? पुगदीबाट। ए अनि कस्तो लागिरहेछ हिँड्दै यसरी पैदल यात्रा? एक्लै आउनु हो कि? एक्लै हो। माताले बोलाएर त आउनु भएको होला कि होइन, नत्र मान्छेहरू ग्रुपमा आएन। तपाईँ यति भनौँ न उमेरमा धेरै पाएको व्यक्ति पनि यसरी हिँड्दै आउनु भएको छ। माताले पक्कै पनि तपाईँले उहाँसम्म पुऱ्याउनुहुन्छ। ल जाम हिँड्नुहोस्। लगाइ चाहिँ धेरै एकदम भनौँ न। कति वर्षको हुनुभयो बुवा? 82 वर्षको बुवा पनि है। देख्न सक्नुहुन्छ तपाईँले यो उकालोमा है। हामी युवाहरू जस्तै एकदम आफूलाई चाहिँ भनौँ न बुढो भएको महसुस नगरिकन चढ्नु भयो है। एकदम यो पक्कै माताको शक्ति नै हो। माताले तानेरै बोलाएर नि उहाँलाई चाहिँ माताको कृपाले नै उहाँ चाहिँ यसरी यो उकालोमा पनि हामी अन्त नि हिँड्नु भएको छ कि। देखाउनु चाहन्छ तपाईँलाई यो उकालो चढ्न हामीलाई सास भइरहेछ, सास फुलिएर गोवा साँप जस्तो। तर पनि बुवा एकदम मजाले लौरो टेक्दै चढिरहनु भएको छ। कुन स्कुलबाट आउनु भएको होला? हामी पोलिस्टार विजडम प्रवासदेखि। ए ल, स्कुलका विद्यार्थीहरूलाई पनि यसो है सत्तती बजाइको मन्दिरको दर्शन गराउन ल्याउनु भएको रहेछ सर मेडमहरूले है। देख्न सक्नुहुन्छ सत्तती बजाइ के, सत्तती बजाइ के, सत्तती बजाइ के, सत्तती बजाइ के, सत्तती बजाइ के। देख्न सक्नुहुन्छ है धेरैजना आउनु भएको रहेछ। हामीलाई यहाँ स्याहाँ फ्याँ गरिरहेको छौँ एकदम गोवन साँपले जस्तो। तर पनि भाइ बहिनीहरू हाँसी खुसी एकदम रमाइलो भनौँ न चम्किलो अनुहार बनाएर अहिलेका जेन्जीहरू सत्तौती बजाइ के, सत्तौती बजाइ के। हामीले पनि लिङ्गोसिङ गाडेर एकदम आइसकेको छौँ हामी बाउ छोरामै है। अब धेरै नजिक पनि आइसकेको छौँ यो सत्तौती बजाइको मन्दिरमा। यहाँ चाहिँ गाडीहरू लाग्ने पार्किङहरू तपाईँलाई घर फर्किने बेला अथवा घरबाट आउने बेला गाडी साडी यहाँसम्म लिएर पुऱ्याइन्छ। बाँसको लिङ्गहरू पनि छन् यहाँ एकदम। यहाँ आएर किन्छु भने पनि पाइन्छ, घर गएर लिएर आउँछु भने पनि पाइन्छ। सत्तौती बजाइलाई चाहिँ विशेष गरी चाहिँ यो बाँसको लिङ्गो अनि ओखु बाँधेर अनि यो पाती हुन्छ नि, पाती पनि बाँधेर लिएर आउनु पर्दो रहेछ है। दर्शन गर्न आउनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू तपाईँलाई चाहिँ पूजा सामग्री खेलाउनु हरेक चाहिँ मेलै नै लागेको छ एकदम। बजारै देख्न सक्नुहुन्छ खानासानाको पनि एकदम होटलहरू पनि छन्, होटल व्यवसायहरू सबै है। सबैले हातमा बाँसको यो लिङ्गो बोकेर अगाडि बढ्नु पनि पर्छ, बढेका हुन्छन् धेरैजनाहरूले। देख्न सक्नुहुन्छ तपाईँहरूले यो सत्तौती बजाइको मन्दिरमा जानको लागि। अब लगभग नजिक आउन पनि लागिसकेको छौँ हामीहरू चाहिँ। यहाँ पूजा सामग्रीहरू पनि लिन सफल भइसकेका छौँ, लिइसकेका छौँ। हाम्रो सरहरूसँगबाट चाहिँ एकदम मिलाएर दिनु पनि भएको छ।